एभ्रिवान वेलकम टु माई ब्लग। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम फिट एन्ड फाइन छु। गुड मर्निङ सबैजनालाई। के छ तपाईँहरूको हल्लीचल्ली, के भन्छ, हिजो चाहिँ 82 साल रहेछ। मलाई यो 82 साल भने थाहै थिएन कसम कुरा। म त 83 साल भनेर पुरै 83 भनेपछि पो यस्तो कहाँ बुझ्छु 82 साल पो लागिरहेको अरे। त्यही भएर मेरो भिडियोमा पनि 83 साल भनेर चाहिँ त्यसको लागि चाहिँ एकदम सरी। त्यसको लागि अब केही गर्न पनि सकिनँ, एकदम हृदयदेखि सरी भन्न चाहन्छु। अनि जसले माया देखाउन दिनुभएछ त्यसलाई पनि धेरै 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 हृदयबाट यो मुटु चिरेर दिए पनि हजुरहरूलाई कम हुने छैन, त्यति धेरै माया छ मेरो तर्फबाट। सो गाइज हेर्दै गर्नु, म आज के गर्छु सबै हजुरहरूलाई म देखाउने नै छु। अनि के भन्नु आएको थियो भने आज बिहानै उठ्यो अरे 5 बजे उठेर यसो अलिअलि काम थियो, कामसाम भ्यायो अरे। निन्द्रा पनि पुगेकै छैन, ल्याङ भइरहेको छ। फेरि यता आज यता भान्जीको पनि भान्जी बिहे छ, बिहे कसरी बटार्ने छ आज जानुपर्ने छ। हेर्दै गर्नुहोस्, हेर्नुहोस् आज यस्तो छ मौसम, दामी पारेर घाम लाग्छ। घाम घाम यहाँ छ, घाम यहाँ बिहे हो, यहाँ बिहे छ, यहाँ जानुपर्ने छ एकछिनमा। जोडिरहनु, स्किप नगरिकन हेरिदिनु, लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु। सक्नुहुन्छ भने 1K सब्सक्राइबर चाहिँ छिटोभन्दा छिटो पुऱ्याइदिनुहोस्। 1K मा राम्रै सेलिब्रेसन गर्ने भन्ने मेरो प्लान छ। हेरौँ अब के हुन्छ, कहिले पुग्छ। 83 सालमा चाहिँ राम्रै खालको सब्सक्राइबर बनाउन भनेर लागि परेको। हेरौँ अब के कस्तो हुन्छ। खासै बोल्न पनि जानिँदैन, हल्का हल्का सिक्दै हो, सिकौँ अब सिक्दैछु के कस्तो हुन्छ। सिकिरहेको छु भर्खर जोड्ने, युट्युबको जोड्ने नि भर्खर हो। अब सिक्दैछु, माया गर्दै जानुहोस्। केही भुलचुल भए माफ पाऊँ, बोल्न जानिन्न भने हेर्दै गर्नु होला। ब्लग स्टार्ट सार्नु भनेको ब्याग कस्तो गुले चेपो। ब्लग गर्ने त वातावरणै छैन, गुले चेपो गुले गुर्नु जाऊँ चेपे। अब फोनी म आइसके लङसङ हानेर टायर सेट हानेर हात चाहिँ साबुनले चट्ट धुनुपर्छ नि। 30 सेकेन्डसम्म अम्ला मिची चट्ट पाएर हाम्रो यहाँ बोका हेर्ने गाइज, बोका हाम्रो यहाँ बोका बाख्रा पाठी। ओइ उठ, यहाँ बोको हेर्नु, बोको बोको उठ, बोको यो हाम्रो बोको हो। यहाँ खसी बाख्रा दर छ नि हाम्रो पनि, यता पनि छ यतै। हाम्रो ड्र्यागन फ्रुट यो चाहिँ कति वर्षमा फल्छ? यो 3-4 वर्ष भइसक्यो। कमेन्ट गर्नु होला है कति वर्षमा फल्छ यो। हेर्दै गर्नुहोस्, आज भ्लग्समा फेरि पनि हेर्दै गर्नुहोस्, माया देखाउँदै गर्नुहोस्। दामी भयो गाउँ चाहिँ, तर नेपाल हो राम्रो सगरमाथा धोरै देशको माया मोरे। फेरि न्यु इयरको मासु हो नि, फेरि सक्दैन नि। बाघले कहिले घाँस खाँदैन नि, फेरि बाघ हो बाघ, घाँस खाँदैन सधैँ। यस्तो मात्र हो, बाघ हो बाघ, हराएपछि बाघ। गाँठमा मासु अड्क्यो, अब एकछिन ढल्ने हो, त्यसपछि अनि डुल्ला निस्किने हो। स्टे ट्युन गाइज। फेरि पनि हामी आएको छौँ है। ल अब हामी हिँड्यौँ चल्देको ल साइकलमा। चल्देको ल बाटो ब्रेक सिरेक पनि लाग्दैन रहेछ साइकलमा। चरपटे खाना चल्देको हामी साइकलमा। यस्तो साइकलमा जमानाको याद आयो। ब्रेक सिरेक त केही नलाग्दैछ नि त, झन्डै गयो यार।
चरपटे खान चल्दिएको ल आमामा यो चाहिँ अलिक स्ट्यान्डर्ड छ है यो साइकल चाहिँ 11,000 को साइकल हो सक्दैन नि अनि मासला यस्तो यस्तो 11,000 को साइकल हो यो मासला 500 को यस्तो साइकलमा अनि सकिन्छ चार्ज त यहाँ जमाइ राखेर स्पेसल चरपटे पाउने टाइममा हामी जाँदैछौँ चरपटे खान पुलिस आयो टास उठौँ ल अब सिधै चरपटे पसलमा गएर भेटौँला सिवन्द चरपटे पसल आयो हो चरपटे पसल हामी चरपटे खान ओहो बन्द है क्या त बन्द जस्तो छ त माल खाने ठाउँ त बन्द छ जस्तो छ पसलै बन्द जस्तो छ चटपटे पसल बन्द हो जम्दै मारिदिनु हुन्छ नि लानु ओ झन्डै हानु ए पसलै बन्द हो त पसल त बन्द हो त जमानामा यार गाई हेर्न आउनु ठाउँ भयो चिरुगा खोलाको बगर खानाको चरपटे पसल बन्द खतम भयो दुःख पाइयो अब यो जमानामा गाई चराको ठाउँ डेटिङ बसेको ठाउँहरू जमाना दाईहरू बस्थ्यो नि त यता डेटिङतिर यो एरिया यतातिर ककालाई याद आउँछ भिडियो हेरेपछि कमेन्ट गर्नु यहाँ ककालाई यता डेटिङ बसेको यो यो डाँडामा डेटिङ बसेको कसलाई याद आउँछ विशेष मान्छे दाई याद आयो भने कमेन्ट गर्नु है तपाईँ कमेन्टकै प्रतीक्षामा छु म चरपटे पसल बन्द हामी लाग्यौँ हाम्रो लेडिज साइकलमा लाग्यो दुःख पाइयो पलंगुआ पंप मारे रे किसी का दिल के पंप मारे सोनो नो जाऊँ अब मिसो त्यो यार यो साइकल त हल्दिन थाल्दै पाठ पूजा यो कसैबाट नि स्पेशल आज बनाउनुहुन्छ फेरि पनि म ब्याक भइसकेँ यस्तो अब शान्तिनो काम सामले गर्दाखेरि अलिक भिडियो लामो बनाउन सकिएन साह्रो छोटो छ मिठो छ हेरिदिनु होला अब भिडियो पनि यतैतिर एन्डिङ गर्छु थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला र कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला थ्याङ्क यू सो मच